खिर दुध दही पनि खाँदैनन् के खाँदैन भनेर अनि कहाँ लाग्छ र। नमस्ते साथीहरू, आज ऱ्यान्डम ब्लग। बाबुलाई चाहिँ तपाईँको शनिबार आउने बित्तिकै काहीँ न काहीँ घुम्न जाउँ भनेर एकदम हैरान बनाउँछ मलाई होइन। अनि म चाहिँ आज बाबुलाई घुमाउनत्रै लिएर जाउँ भन्ने हिसाबले चाहिँ आज गाडीमै जाउँ, पानी पर्ला जस्तो भइरहेको थियो। त्यही भएर हामी चाहिँ निस्क्यौँ। अनि निस्केर ठैबोतिरको यात्रा गऱ्यौँ क्या। अनि ठैबो पुगेर चाहिँ तपाईँको सरप्राइज दिउँ भनेको। ल हेर्नुहोस् कुरा अब। अस्सलाम वालेकुम। खै त अकबर दाइले नै सरप्राइज दिउँ भनेर गएको, बुढाइरहन्छन्, हामी नै सरप्राइजमा पर्दिरह। अनि त्योभन्दा पछि घरमा खाना खानु जानुभएको छ क्या अरे। अनि त्यहाँबाट फोन गरेर निम्तो गऱ्यौँ फेरि दाइले। मैले तपाईँलाई क्ल्युको रूपमा भिडियो पठाइदिएको थिएँ, तपाईँले हेर्नु भएन। ल तपाईँ आउने कि हामी जाने के छ दाइ? ठिक छ ठिक छ भन्दै हामी भन्दैन भने आज होइन, दाइले हामीले क्ल्यु पठाइदिएको थियो। हिजो हामीले खासमा बोलाउने भनेर चाहिँ कुरा गर्दै थियौँ। कस्तो आइसक्यो अरे, म हेर्न पनि नभएको नि त खासमा। कस्तो आएर छ दाइ? त्यही भएर म यादै गरिएन छ नि। ठिक छ, आइयो। यो चाहिँ दाइको पसल भद्रगोल छ। भद्रगोल त धेरै सामान होस् यस्तै हो। यो चाहिँ लगभग मिनी भाटबडी नि हो त होइन? यहाँ तपाईँ नुनदेखि सुन सबै पाइन्छ। चामल पाइन्न होला, अरू चामल नुन चिनी बाहेक अरू सबै 490। हामी नडाइकनै आइदियौँ है दाइ। 3-4 दिनलाई पुलिस हो कि अझ दाइ? खिर त 4-5 चम्चा खासी त अनि कहाँ खाइसाध्दै हुनु। दुध दही पनि खाँदैनन्, के खाँदैन भनेर खिर खान नि बोलाइएन होइन। कोसेललाई हामीले खिर ल्याउनु पर्ने थियो आज वास्तवमा। खिरै खिर छ अरे। मम्मीले अझै हिजो किन 15 गते पारेर खाके 1-2 दिन ढिला खाए भइहाल्छ नि रहने यसरी। मम्मी 1-2 दिन होइन 3-4 दिनसम्म ढिला खाए पनि पुग्ने गरी हो भन्नु थियो। यो चाहिँ अचम्मैको चक्लेट हुँदो रहेछ क्या। पुरुष हुँदो रहेछ अनि पुरुषमा मन्जल हाल्ने, अनि त्यो पुरुष पनि खाने मन्जर पनि खाने, यति कायदा चिज हुँदो रहेछ। जस त्यहाँ बस्यो, खासाजा खाइयो। त्योभन्दा पछि हामी बिस्तारै पानी पर्यो, पानी परि नै हाल्यो। अनि हामी त्यहाँबाट निस्क्यौँ होइन। पानी पर्दै थियो। अनि त्योभन्दा चाहिँ गाडी चलाउँदै मलाई चाहिँ यो फ्लाइओभर, ग्वारकोमाराको फ्लाइओभर माथिबाट चाहिँ म कहिले पनि हिँडेको थिइनँ होइन। हिँड्ने मौकै मिलेको थिएन। आज चाहिँ त्यो फ्लाइओभर चढेरै जान्छु भनेर चाहिँ त्यहाँबाट चाहिँ म हिँडेँ। हेर्नुहोस् यस्तो दामी सर रहेछ होइन। अब जाम भन्ने कुरो पनि छैन क्या। यति 1.5 घन्टा 2 घन्टासम्म जाम परेको छु क्या म पहिला एकपल्ट चाहिँ। जस तपाईँको नेपालका बाटाहरू यति राम्रो भएका छन् होइन। हरियाली पुरै दुईतिर हरियालीहरू छन्। अनि मेरो देश त धेरै राम्रो छ, एकदमै सुन्दर छ। नियममा हिँड्छन् नेपालीहरू आजभोलि होइन। अनि जस आज घुमघाम यति नै। फेरि अर्को ब्लगमा भेटौँला। हस्त, धन्यवाद, नमस्ते।